होइन अहिलेको सरकारले सबै राम्रो काम मात्र गरेछ अनि सर्वसाधारण स्वतन्त्र मान्छेलाई दोष लाग्ने ठाउँ त कहीँ पनि दिएको छैन दाइ। तपाईँले भिडियोमा खालि नेताहरूलाई गाली गरेर भिडियो बनाउनुहुन्थ्यो, अहिलेका नेताहरूले सबै राम्रा काम मात्रै गरेछन्, अब कसरी भिडियो बनाउनुहुन्छ र? त्यो त कन्टेन्ट निस्किँदैन होइन। अब पहिले अब सबै देश लुट्थे, जनतालाई ढाँट्थे, झुटो आरोप लगाउँथे, कन्टेन्ट निस्किहाल्थ्यो यो मलाई झुट बोल्यो भनेर। अहिले अब सबै सत्यको बाटोमा र जनताको पक्षमा काम गरिरहेछन्। अब त्यसलाई उठाएर भिडियो बनाउनु कुरो नै भएन। यति राम्रो गरिरहेछ तैँले भनेर भन्ने पनि भएन होइन। अब यो विद्यार्थी सङ्घ भन्ने चाहिँ फेरि रोडमा आइरहेछ। त्यो एमालेको कार्यकर्ताले कुटाइ खाएर त नखाएर हो कि बा कस्तो आनन्द आएको थियो होइन। कुटाइ खाए पनि फेरि कन्टेन्ट निस्किहाल्थ्यो यति मजाले कुटाइ खायो। अब यसो गर्नु पर्यो केपी ओलीलाई मुला किन हारिस भन्दै भिडियो गाली गर्छ। अब त्यस्तै होला त सर यो शेरबहादुरलाई र केपी ओलीलाई किन हार्यो तिनीहरू फेरि चुनाव गरायो भनेर। गाह्रो छ यो कन्टेन्ट क्रिएटरलाई चाहिँ गाह्रो हुने भयो, बर्बाद भयो।